गाइस आज यो अर्को ब्लग हाम्रो यो सेकेन्ड ब्लग आज हाम्रो आउँछ। भर्खर सुतेर उठेको आँखा रातो भर्खर होइन भर्खर सुतेर उठेको। अब टक्क रेडी भएर एक्चुअली कलेज पुग्नु छ। त्यो 12 को उस लिएर आउन के अरे त्यसलाई के भन्छ 12 को एडमिट कार्ड लिएर आउन हामी एक्चुअली कलेज पुग्नु पर्ने छ। अनि म र लक्ष्मण जान लागेको फरान अघि बाहिर गइसक्यो। त्यो कहाँ गयो आज त्यो पक्कै केटी भेट्न गएको छ। अनि हामी चाहिँ अब म र लक्ष्मण चाहिँ अब कलेज गएर एडमिट कार्ड लिएर आउँछौँ। अब निक्लिनु लागेको अब टी सर्ट लगाएर रेडी भएर म निक्लिन्छु। अनि लाइक सेयर सब्सक्राइब हान्नुपर्ने हुन्छ। टक्क निक्ल्यो म र माउ हामी निक्लिसक्यो। भर्खर उठेको भ्लग सुरु गरेको त्यही हो। अघि भनिसकेको अघि बनाइसकेको नि त। अब हामी दुईजना चाहिँ कलेजतिर लाग्दैछौँ। फ्रेस भएर एकदम फ्रेस निक्लिसक्यौँ। अगाडिबाट राम्रो राम्रो केटीहरू हिँडेर आउँछ। अब मास्क लगाइरहेको छ कस्तो छ भन्ने थाहा छैन कि सारा केटी ताछिस चाबी कहाँ राख्नु यार। कपाल पुरा मेरो त वेट भएको छ सिट वेट। हामी कलेजतिर जाँदैछौँ। हाम्रो कलेज जाने बाटो भयो। यो चाहिँ हाम्रो कलेज हो सिसिआरसी द ग्रेट सिसिआरसी होइन। यो के मोबाइल लानु पाइँदैन के गर्न पाइँदैन भने हामीले चाहिँ एडमिट कार्ड लिइसक्यौँ। लिएर मैले यो चाहिँ हाम्रो पहिलाको क्लासरुम। यो चाहिँ हाम्रो पहिलाको क्लासरुम भयो। यो हाम्रो म्यानेजमेन्ट एरिया। अब हामी जाँदैछौँ बाहिर गएर फेरि टक्क जग्गा। आज हाम्रो काम्ती बस आइसक्नु भएको छ। काम्ती बस आइपर्दैन। हेलो अब फेरि आज हामी यो बाहुनलाई यो बाहुनलाई पुऱ्याउनु जाँदैछौँ हामी आज। फेरि जहिले कामै भइसक्यो। पठाउ भाडा पनि बचाउँदैछ ज्याठोले। कति दोस्तीको कति फाइदा उठाउँछ हो कि भन्दा त्यही भने गरे कल्यो के अरे सेल्फर भन्दा आउँछ नि मलाई फेरि होइन बिस्तारै यहाँनिर चाहिँ हाम्रो ट्राफिक जाम भएको छ होइन। हाम्रो काम्ती आज पनि हाम्रो काम्ती नै हो राइडर। अहिले भरे आउँदा चाहिँ यहाँ शुभम द राइडर द ग्रेट हुन्छ। अनि के अरे दोस्त छाडा चाहिँ बोल्ने होइन है। नो छाडा है आजदेखि। आजको भ्लग चाहिँ पठाउनुपर्छ है घरमा। हिजोको भ्लग थियो नि। हिजोको भ्लग त्यसको दाइले कति मुख छाडेको भन्दै त दोस्त। तर यही तै हो एक नम्बरको धेरै मै भन्न चाहिँ त मेरो दाइले होइन तेरो दाइले होइन बाहुनको दाइले। बाहुनले धेरै मुख छाडेको थियो नि हिजो। अनि उसको दाइले उसलाई नै भन्दा थियो क्या कति मुख छाडेको भनेर। ओभरटेक गर्नु एउटा गाडी ल्याएको फेरि ए बिस्तारै सरी यो टर्निङ हो जहिले उही गरेर कडा भन्छ एउटा उही गरेर कडा पनि आउँदैन क्या। मऱ्यो लेफ्ट साइडबाट पनि ओभरटेक गर्नु हुँदैन नि दोस्त। लेफ्ट साइडबाट पनि ओभरटेक गर्नु हुँदैन। यति कुरा बुझिराख। लेफ्ट साइडबाट नो ओभरटेक। आमा कामतिर पुण्य कमायो आज। यसलाई एउटा पाप कट्यो आज यसको। आज इङ्ग्लिसमा पास भइदिन्छु। अब इङ्ग्लिसमा पास भइसक्यो। अब अरू 5जना त फिक्सै लाग्छ हो कि भन्दा उसले आफै हो भनिसक्यो। अब दाजु हाम्रो किशोर सरलाई भेटिसकेछौँ हामीले। ए मेरो आँखामा हाल्यो यार हेलमेट। यस्ता राइडरहरू छन् हाम्रो। मैले हेलमेटले लाग्यो नि आँखामा। दाजु बिस्तारै दाजु नडरा। लाइसेन्स छैन तँसँग 3जना चढ्यो अनि यस्तो हुँदैन। लाइसेन्स छैन बाबु तँसँग। म कुदाउँछु कि तर मैले अहिले ब्लग हान्नु पर्ने हुन्छ नि त। धेरै माया गर्नुहुन्छ यार सबैलाई गर्नुहुन्छ नि दोस्त। अनि यसले त पुरा ट्रक लागेको रहेछ नि चला न हो। ए काँडा बिजाएको छ उसलाई। हाम्रो काम्ती बस्दा काँडा बिजाएको छ आज। दाजु बिस्तारै दाजु म्याथको टिसन पढ्ने बेला भयो। जहाँ कस्तो डराएको यार। होइन डराउने कुरा होइन नि दोस्त। राइड सेफ। उयो तँलाई एउटा कुरा थाहा छैन। स्पिड इज अ नाइफ द्याट क्यान कट योर लाइफ। तीव्र गति जीवनको क्षति भन्ने कुरा थाहा छैन।
चले जा पर हवाबाजी न जाए बिस्तारै कुदाउनु पर्छ क्या अबे मलाई क्रिएटिभ फ्रम हियर भेरी भेरी मच इङ्ग्लिस इज इङ्ग्लिसिङ एन्ड वेयर एक्ज्याक्टली एट अहिले यहाँनिर उतै पुलिस चौकी छ हामीलाई डर लाग्यो पुलिस चौकी अनि हाम्रो पारा यस्तो कसको मेरो कलेज होइन नि म कोलम्बस हो कसको हो त वी आर कोलम्बियन खै कसको कास्मिक समिनारको त्यो एसए उजुस मेरो पछाडि को परेछ भन्न को गेस गर्दा शुभम शाह होइन मेरो अगाडि सब मेरो अगाडि लास्टमा हो सबसे लास्टको शुभममा हो क्या मेरो पछाडि एउटा केटी परेको छ क्या कसम जस म अघि सक भएको एकचोटि देखेर त्यो सिकाउला नि त्यसलाई चाहिँ के त्यो बायो अरू त मलाई मिलिहाल्ला नि त इङ्ग्लिस नेपाली बाहेक अरू त त्यस्तै हो मेरो अगाडि परेको तास देखाउँछ मेरो अगाडि शुभम परेको चाहिँ कम्प्युटरको होस् भन्ने मलाई आश छ मलाई के अरे आफूले के अरे मरेर पनि त्यसलाई सित्तालाई देखाउँछ आफू बसेर भयो भने त्यस्तो त हुँदैन हौ दोस्त 12 इक्जाम हो हामी यहाँबाट टर्निङ दिएर हामी टक्क जानुपर्ने हुन्छ राम्रो राम्रो केटी देख्नुभयो होला नि है हेर्दै गर्नु हाम्रो ब्लग राम्रो राम्रो केटी देखाउँछौँ हामी होइन अगाडि हो अगाडि हो राम्रो राम्रो केटी आयो भने हामी यस्तरी हेर्छौँ यस्तरी हेर्छौँ यस्तरी हेर्नुपर्छ हामीले यहाँदेखि भित्र भाइ यहाँदेखि भित्र अलि अगाडिसम्म मात्रै हो यहाँदेखि यही हो त्यो पछाडिको यहाँबाट जा अलि भरे भेटौँ अब शुभमले कुदाउँछ बाइक शुभमले कुदाउँदैछ होइन अब यसले कस्तो कुदाउँछ हेरौँ है आफूले त राम्रै कुदाए बिस्तारै अब चाहिँ हामी यहाँबाट जाँदैछौँ हामी अब टिकाथली हुँदै बात यो गाडीले हामीलाई साइडै दिएको छैन अब तर हामी साइड दिन एक्सपर्ट छौँ तीव्र गति जीवनको क्षति सकेसम्म बिस्तारै कुदाउँ आफू पनि बाँच्छौँ अरूलाई पनि बाँच्न दिउँ यसरी नभए उही बाइक निक्लिन्छ हेर त के गर्नु यस्तो नेपाल भन्नु नेपाल सुध्रिन टाइम लाग्छ जब राजा आउँछ तब नेपाल सुध्रिँदैन जब म आउँछु भने मात्रै नेपाल सुध्रिन्छ मलाई तपाईँले प्रधानमन्त्रीको पदमा राख्नु हो भने नेपाल फिक्स सुध्रिन्छ त्यस्तो खासै लाग्दैन भिडियो भयो भएन पुलिस है भिडियो पनि होइन भिडियो भयो यार मामा आउँदाखेरि हाम्रो काम चाहिँ डराएर छिरी हेलमेट खोल्दैछ हेलमेट खोलिदियो यार भोलि पर्सिबाट हामी उता एउटा राम्रो भ्यू ठाउँमा जानुपर्छ हौ के छ त यसो रमाइलो गर्नको लागि इक्जाम सकेपछि जानु घुम्नुपर्छ बबाल खालको इक्जाम सकेपछि हामी जान्छौँ होइन टक्क लगाएर अब हामी जाँदैछौँ हाम्रो गल्ती थियो त्यही भएर हामी केही नपरि भाग्यौँ हाम्रो गल्ती नभएको हामी अहिले मुख छाडिदिन्छौँ त्यहाँनिर
तर हाम्रो गल्ती थियो हामी चाहिँ बोलाएर आयौँ अब हामी आइपुगेका छौँ भनौँ टक्क लगाएर के गरेको यार चिया खान जाँदैछौँ हामी बोलाइ गरे के भयो यो लक्ष्मणलाई खुवाउने भनेर हामी प्लान बनाउँदैछौँ पानी हेर त्यो आउँदैछ अरे होइन त्यसलाई चाहिँ पानी हालेर खुवाउने हाम्रो कामतीले यत्रो दिमाग लगाएको चाहिँ यो पनि छ यहाँनिर ओ थोरै मात्रै बाबा भयो कि आए म्याच भिज्यो पेन्ट मेरो सबै पाखे अब त्यो आउँछ अनि त्यसलाई खुवाउने हो टक्क लगाएर कहिले कति हेरौँ चिसो छ नि चिसै छ अब टक्क आउँछ अनि त्यसलाई खान दिने हामीले यो बन्द गर्नु होइन त्यसले खानै नदिने हो पैसा हो त्यहाँ ठु पैसा हो पैसाले पानी पुग्दैन तर यति धनी भएको ऊ नगन खाती पैसा 5 रुपियाँ छैन च्यातिन्छ पैसा भनेको अहिले तिर्नु परेन च्यातिँदैन हौ के भएको यो डरबर छैन क्या यसलाई भाडामा दिने विचारमा चाहिँ के हो लामो लाई यसको कथा भनौँ न होइन यसको कथा तल पाकिस्तानको र इन्डियाको नोटको माथि हो यो नेपाली नोट हो यो आतङ्कवादी ठिकै खैरेको सरी खैरी अब काले अफ्रिकनको सरी यार अब भयो अब यो पैसाले यतिकै छोडिदिउँ बाहुन आएपछि भिडियो गर्नुपर्छ भ्लग गरेर यस्तै गरेर भाउनलाई एकैचोटि त्यो छोडिराख्नुपर्छ गफ गरेर यस्तै गरेर खाना दिनुपर्छ कि भिआइपी ट्रिट दिनुपर्छ है त अब बाहुन आएपछि हामी ठक्क फेरि क्यामेरा खोलेर हामी रेडी हुन्छौँ है पानी हालेको यसमा होइन यति हालेको रहेछ अब यो पानी खुवाउने त्यसलाई के कस्तो आउँछ रियाक्सन हामीले त्यसलाई भन्नै पर्दैन त्यो आउँछ अगाडि त्यही खान्छ हेर म खाएको जस्तो गर्छ होइन मागेपछि म भन्छु ल प्लान डन होइन मिल्दैन त्यसपछि यहाँ ल प्लान डन होइन त ल पाउन टक्क आइपुग्यो होइन ओए ल हेरे काम ती एक एक्लै खुवाउँछ यसले नि किनेको जस्तो त्यही त्यत्रो तँलाई हामी उस गरेर त कस्तो पागल हो नखा चिया पनि नखा दुइटै जस्तो त्यहाँ नदिए तर अब यसलाई हातलाई छ भने अन्डी मन्डी हानिदिउँ उयसको आँखा त क्या बलेको यार दोस्त एनिमी क्यारेक्टर जस्तो दोस्त यता नै यता सिधा कस्तो भने दोस्त कस्तो मिठो बोलिरहेको छ यता त कामती तर त मैले जङ्गल जस्तै देखेँ तपाईँ अनि एउटा यो छ आज धेरै गलत काम गरेर आएको छ हाम्रो साथी सोल्युसन हो आँखा काठमाडौँको पोल्युसन ल्याइदियोस् काठमाडौँको पोल्युसन साह्रै नराम्रो हुन्छ साह्रै नराम्रो आजभोलि मास्क लगाएर हिँड्नुपर्छ मुखमा होइन 12 बजे कति पोल्युसन होइन धेरै ठाउँमा लाउनु पर्छ होइन दोस्त मलाई थाहै थिएन यसको राजहरू भाइ सरी यार झन्डै चाहिँ हाम्रो पुगेको छ कालो काम यो र ममा को गएको छ म गएको छ थाहा मलाई त्यो पनि सोध्यो जस्ट म्यान्डेटरी भर्खर मागिराख्यो ओइ त हो मागेको तैँले के मागे चिसो पानी मागेको पानी ए ल खा पानी चिसो चाहिँ मागिदिस् भने आज तेरो फेरि लास्टले दुःख पाउँछ उस यन्त्र बाहुनको परिवारबाट वाचिङ धेरै आउँछ कि हाम्रो त्यही भएर हामी अलिक बाहुनलाई धेरै देखाउँदैछौँ आजभोलि तर आज छैन है कसैले केही बोलेको आजको भ्लग चाहिँ टक्क पठाउनुपर्छ सबैले तर बाबालाई पनि पठा ल मैले अघिसम्म खाँदिनँ भन्दै थियो अहिले खायो
हामीलाई थाहा छ कम्युनिटीले आफै खान्छ परै गर्नु पर्दैन भने अगाडि मैले के गर्छ त्यही पनि किन आफूलाई किन आफै विश्वास लाग्ने खाइदिउँ त्यो लागिसकेको अघिदेखि खाइछ नि त पानी कस्तो थियो चिसो थियो कि तातो थियो चिसै थियो हुने त खान त फेरि एक घुडी ग्याजेल यसलाई हामीले अघिदेखि नखा भनेर राम्रोसँग भन्दा नि यसले खायो लास्टमा जसरी पनि यसले खायो यो हामीले कति अघिदेखि प्लानिङ गरेको थियौँ भिडियो अहिले तँलाई भिडियो देखाउँछु कसरी प्लानिङ गरेको थियौँ हामीले भन्छ जब त आउँदैछ पुरा क्यामेरा एकदम हामी स्क्रिप्ट दिमागमा रेडी बनाएर राखेको थियौँ तँलाई फसाउनुको लागि तब फसिस पनि त फर्केर नआइज त्यो गइसक्यो अब हामी जानुपर्ने हुन्छ होइन केटाहरूले यिनीहरूलाई देखेर राम्रो चिजहरू भनिदिन्छ है यिनीहरूलाई देखेर अब तेरो बाउ फादर जेन्टलम्यान अब हामी चाहिँ होस्टेलहरू छिर्न लाग्यौँ मैले देखाएको थिएँ हिजो होस्टेल त्यही हो हाम्रो होस्टेल होइन दिनकै चेन्ज हुँदैन हामी त्यति साह्रो धनी त छैन होइन हामी यति धेरै ह्यान्डसम त छैन कि सबै केटीले मलाई मन पराउँछ होइन सबै केटी मलाई हेरेर फिदा भइहाल्यो तर जसको आँखामा म आँखा खाली दिन्छु नि मा कसम ठ्यानै बनाइ यस्तो के भन्छ होइन कसको भयो खै एकचोटि टिकटकमा चलेको थियो त चलेको अब जो साइकल कुदाउनु पऱ्यो कति भन्छ साइकल एउटा हेरेको होइन त्यो यसले खतरा साइकल कुदाउँछ भनेपछि म जान्छ अनि त्यो ठोक्नु कहिले पकाउनु दोस् म चाहिँ साइकल कुदाउँछु भाइ खै छोडेको साइकल दोस् तिमीहरूले अब कुनै बेला म साइकल काण्ड सुनाउँछु ल दोस् मेरो काण्ड दोस् हेर्न सक्नुहुन्छ यो शुभम दाइ जस्तो कालो हुन्छ है यति साह्रो चाहिँ नभनिदिनु भने गाइजहरू हेर्ने हुन्छ शुभम दाइ जस्तो काले हुनुहुन्छ अरे ए शुभम दाइको हेर्नु होइन मलाई भाइ त्यो सुने जस्तो के त्यही भने जस्तो लाग्यो हट न हट बस न हौ भाउ ओ यसले टोक्न थालिसक्यो ओ हट हेरे राम्रोसँग इक्जाम आउँदैछ नि इक्जाम आउँदैछ त चाहिँ किन हाँसेको भन्न त्यति अब मेरो बाउले एक्सेप्ट गरेन के गर्नु अब झारहरू मलाई देखाउँछस् के जो चढ्यो ए अनि त्यही फोनमा त हो भरि गर्ने तर सबै हाल्छु नि टिभीमा हेर्ने खालको छैन ओइ होइन टिभीमा होइन अब हामी टक्क माथि जान्छौँ हामी तिनजना जाँदैछौँ त्यसले पर्समा पैसा पनि आउँदैन सिङ्गल ई ट्रिपल वाई मलाई भएर आफै देखाउँछु अहिले हेर्नु सक्नुहुन्छ दाइ सुनको दाँत छ है सुनको बेच्यो भने 15,000 करोड आउँछ नि
यो दाइहरू पनि हेर्नुहोस् हेर्नुहोस् खानु खतरा हुन्छ क्या होइन भरे यसको मम्मी हेर्नु भने चिन्ता हुन्छ नि त हामीलाई होइन म फेरि च्यानलको नाम सर्च गर्छु नि केमा म टिभीमा मम्मीसँग बसेर हेर्छिस् बाबालाई पनि राखेर हेर्नु ल बा के छ अरे शब्द फक यु त्यही त यार के भयो दाइ अब भरे तेरो मम्मीले भ्लग हेर्नु भयो भने भाइ तिमी पछि गएर तिमीलाई आइएल्स के गर्नु पर्दैन तिमी सिधै जान्छौ 12 पास गरेर के गर्नै पर्दैन कहाँ जाने भन्छ अनि तँलाई कहाँ भन्दै त के गर भोलिपर्सि के भन्ने हो त म डाक्टर सुन भने फेरि अब डाक्टर बन्दिनँ के भन्छस् त म स्वर्गमा जाने मान्छे यो अनुहार लिएर स्वर्गमा जान्छस् हजुर लगाइज आजको लागि यति नै लाइक सब्सक्राइब सेयर गरिदिनु होला